त्यतिको तलै यहाँबाट पाउनमा आउँछ अबे अब त्यति राम्रै हो नि बिचरा उसको फोन बिग्रेको छ सिम किनेको आज सबै अस्ति भर्खर नयाँ फोन किन्यो बिचरा उसको कामबाट पनि कमाएको पैसा उसको बुढीले काट राख्छ अनि र पनि यहाँको त्यो क्यास भाइ आएको छ ढोगेको छु क्यास भाइ हान्नु पर्दैन नहान्नु भाइ पर्दैन उसैले आज त नहान्नु भन्दै थियो के पैसा पठाएको छ यार नहान्नु क्यास भाइ नहान्नु अबे कति ज्ञानी बुझ्ने मान्छे हौ रे त नि बिचार उसको त्यस्तो छ है र पनि हेर्नु अरूबाट हानेको ऊ पनि गिफ्ट पनि यहाँ आएर अब बर्थडे भने पनि अरू मान्छेले अर्को आइडी ल्याएर त्यसरी हान्दैन नि त अहिले खेलिरहेको बेलामा गेस्टमा गएर बरु हान्छ होइन त्यस्तो छैन हौ भन्छ पैसा पुगेन भने तँलाई कहिलेदेखि धेरै भइसक्यो ज्ञानी हान्नु पर्दैन क्यास भाइलाई ढोगेको छ हाम्रो शिवजी भगवान भित्रेको छ घरमा शिवजीलाई बिग रेस्पेक्ट छ शिवजी हो सबैले पानको पत्ता फाल्दे शिवजीलाई सबैले पानको पत्ता फाल्दे पनिसमेन्ट गर्छु भने जस्तै मेरो भर्खर पोइन्ट आएको छ गर्ने हो अब त उसले पनि मेरो पनिसमेन्ट गरिदिन्छ मेरो पनि उसले गरिदिन्छु कहाँ अबै छोड्ने हो त 1:30 बजेसम्म खेल्ने हो पानको पत्ता फाल्दे भाइ बहिनी मेरो सपोर्ट गर्नु पूजापाठ गरेर मनाएर क्यासलाई रेस्पेक्ट मेरो भाइ बहिनीलाई सबैले ढोगेको छ बिग रेस्पेक्ट क्यासलाई ल पानको पत्ता आयो क्यास भाइलाई इज्जत सम्मान सबैले पानको पत्ता फालिदिनुहोस् क्यास भाइलाई इज्जत सम्मान यस थ्याङ्क यू भेरी मच हाम्रो यानलाई हाम्रो मिस्टर लिम्बुलाई ढोगेको छ भाइलाई सबैले पानको पत्ता फालिदिनु सिगु पानको पत्ता फाल्न आस्तो रहेन विकासलाई ढोगेको छ हाम्रो केजीलाई ढोगेको छ केजी काजीलाई थ्याङ्क यू बिग रेस्पेक्ट लेखे भन्दैछु तँलाई ब्लक गरिदिन्छु नि म पानको पत्ता फाल यहाँ ल्याङ नर मणि च्याङ्चुङलाई ढोगेको छ एसटी मामाजीलाई ढोगेको छ काकोलाई ढोगेको छ प्रेम काकालाई ढोगेको छ विशान राईलाई ढोगेको छ ज्ञानुलाई ढोगेको छ सरी अङ्कित तामाङलाई ढोगेको छ क्यासलाई सबैले ब्याक रेस्पेक्ट गरेको छ शिवजी भगवान हो मान्छे होइन भगवान हो भगवान अब गिफ्टरको नाम मैले पनि अब गिफ्टरको नाम नलिनु पर्यो है मैले पनि यसरी भगवान भन्ने यस्तो नाम राख्नु पर्यो भगवानको नाम म आइडिया लाउँछु म आइडिया लाउँछु मैले पनि म पनि त्यही गर्छु अब नाम राख्दिनँ म त अब गिफ्टरहरूको नाम लिदिनँ भगवान के हो त्यहाँ लेख्न क्यासलाई पानको पत्ता फाल थ्याङ्क यू क्यास भनेर पानको पत्ता फाल अब म पनि लेख्दिनँ त सबैले इज्जत गर क्यास तिरपल क्यास भाइलाई मोनिटर पनि आएको छ कसरी नराम्रो कमेन्ट गरेर म्युट गरिदिनु कि ब्लक गरिदिनु मलाई अनि भन्नु त यो मान्छेलाई ब्लक गरिदिएको छु भन्नु म ब्लक गरिदिन्छु खोलिँदैन थियो मान्छे कहिले पनि ढोगेको छ मेरो भाइ बहिनी सबैलाई थ्याङ्क यू क्यास भनेर लेखेको छ हेर्नुहोस् भाइ क्यास भाइ हाम्रो सपोर्टरले हजुरलाई बिग रेस्पेक्ट गरेको छ बिग ढोगेको छ सबै मेरो भाइ बहिनीहरूले ढोगेको छ मलाई सपोर्ट गरिदिनेहरूले अहिले फेरि युनिभर्स हानिदिन्छ जाठी ल्याङ नगर है यहीँ छ है माल त फेरि हान्नु मनपर्छ खालि जाट तर मैले बिनी मैले हान्दिनँ नि अरूलाई तिमीलाई चाहिँदो मात्रै दिन्छु नि हो कि भन्छ अरूलाई त हान्नु सासे हाने अनि कसलाई हाने यही साकुलाई हाने अरूलाई हान्दिनँ म अरूलाई पनि हान्छु बहिनीहरू साकुल त नाइ भन्दाखेरि पनि बहिनीहरू भनेर हान्छ साइलाले त्यस्तो छैन म बहिनीहरूलाई हान्छु त्यसरी अरूलाई म त्यो पुतली मार्केटतिर गएर त्यसरी हान्दिनँ मायालुलाई 600 हान्दे मायालुले बागलुङेलाई 3टा मणिगन हानेछ मलाई एउटा केही हानिन हिजो आज बागलुङेलाई हानेछ गिफ्ट अनि मलाई त्यही भएर छुटेको अब त्यसलाई हान्दिनँ म त्यसले पनि हानेको छ गेममा त अलिअलि हानेको छ तर पनि त्यसले मलाई हानिन मैले चाहिँ हान्छु जहिले माछा साछा मैले त्यो पुतलीलाई त हान्दिनँ बरु त बहिनीहरू आउँछ आसामबाट कताबाट आउँछ तिनीहरूलाई दिन्छु कालीहरूलाई दिन्छु अरू बहिनीलाई सारालाई दिन्छु अरूलाई म हान्दिनँ आज साइलाको चलपलै छैन त घन्टाको चलपल हुनु अब मालै झरेको छ के चलपल अब सधैँभरि माल खोजेर पनि त हुँदैन नि त होइन अब मेरो आउँदैछ नि अब आइसक्यो त माल स्टार्ट भइसक्यो सधैँभरि माल खोजेर हुन्छ रमाउने आएको इन्जोय गर्ने नाचेर पो इन्जोय गर्ने त्यो माले मात्रै माग्ने हो त्यो पनि ठिक हो र अब 1:30 बजेसम्म 1:30 बजेपछि ल भनाइ चाहिँला पनिसमेन्ट के हो पनिसमेन्ट 2200 छ हाम्रो
शिवजी भगवानलाई ढोगेको छ मेरो गिफ्टर भाइ बहिनीलाई सबैलाई बिग रेस्पेक्ट छ तासीलाई पनि ढोगेको छु तासी बहिनी पनि बिचारा बहुत सहयोग गरिदिन्छ भए नभए पनि बिग रेस्पेक्ट छ तासीलाई एमबिपी पनि तासी भइदिएको छ बिग रेस्पेक्ट छ बहिनी भाइ बहिनीलाई मेरो क्यासलाई ढोगेको छ शिवजी भगवानलाई पैसा खर्च गरेको छु भगवानहरू राम्रो राम्रो काममा पैसा लगाएको छ उहाँहरूलाई इज्जत गर्नु अलवेज क्यासलाई संसारले चिनिसकेको छ क्यास इज क्यास 08 आई लभ यु फुल दियोस् किन नदियोस् सबैलाई बिग रेस्पेक्ट छ ढोगेको छु अनि मेरा भ्युअरलाई गड ब्लेस यु जा डग यु डगी हुँदैन 2000 मा डगी चिप्केली हुन्छ डगी त 3000 मा चिप्केली भित्र छाती हाल खुट्टा अलि ओरोले कन्डो उठा के हेर्न चाहन्छ साइला मेरो यो छोटो लुगा लगाएको छ क्या त्यो आइडी जान्छ जाँदैन आइडी गयो म तिमीलाई यत्रो सिधै आइडी लन्छ कटु लागेको छ सिकाइनस् भन्दै कटु लागेको छ सिकाइनस् छैन होइन जिउ भित्र आएर भन्दैछु जिउ भित्र जाँदैन हो त्यति मात्रै गर्दै साइड अलिकति तेरो चाक देख्नु चाकको बिच भाग अलिकति यता जा चाकको बिच भाग पुरा नानी पाउँदा त्यसरी हक्छ यसले लिएर त्यो खुट्टा बोक्ने साइलो हो फेरि रेशमी अरूले थ्यागिमेहरूले किङहरूले कि भन्ने मात्रै साइलोले बच्चा बनाउने साइलो हो फेरि हामी अनर्थ हानेछौँ नि हामी त मरेछौँ भन्दैछ लास्टमा निमा साइलो सकिँदैन भन्छ यिनीहरूले ल्याएर त्यो चाहिँ स्थिति हर्कल हर्कडी साइनाले फुलै दिइसक्यो त अब यिनीहरूले अनि सक्छ मलाई ल्याएर अब स्पिचर आइसकेको छ आयो भन्दैन त त बाटो छ ल्याङ ल्याङ नगरे गाडी अहिले तल दिन्छु फेरि अहिले युनि हानिदिन्छु अहिले ल्याङ 10 रोज क्यास 10 रोज हान भन्न हान गाडी पठाइदिए त त्यहाँभन्दा मैले के गरेँ भने तँलाई त्यहाँभन्दा सक्छु पठाइदियो भने